के छ केटाकेटी हो अहिले चाहिँ म पोखराको लेथमा छु है अहिले चाहिँ यहाँ त्यो टी बिग्रेर टी सोझाउन लिएर आएको अनि सक नि फेरि नयाँ सक हाल्यो कति पऱ्यो 4,800 आयो त्यही 365 फेरि त्यो चाहिँ देखाएन त्यहाँ चाहिँ अलिक मान्छेहरू धेरै थियो त्यो लाग्ला अहिले मेरो बाइक बनाउने छ मेरो बाइक अन्त अलिकति काम हुँदैछ अब कति खर्च लाग्छ लेखमा टी बनाएको दमलीमा पनि छन् त तर आइसी चाहिँ यही पुरै बनाउनु भनेर सोचेको मैले चाहिँ टिभी बाङ्गे रहेछ येल्लो विल बाङ्गेको थियो त्यही भएर अब चाहिँ उसको चाहिँ धेरै काम छ उता फेरि 365मा स्विच बनाउन मडगाडी मिलाउन नयाँ टायर हाल्न त्यति हो लगाएछ अब बफिङ हान्न छ मनी ट्राई हान्छु फ्रीमा बफिङ हालिदिन्छ कि हान्दैन तर बुलेट बनाउनु छ भने 365मा आउँछ बफिङ फ्रीमा रहेछ है बबल गर्ने हुन्छ दाइले अब दमलीमा चाहिँ छैन बफिङ सिस्टम छैन है छैन गर्न त गर्छ तर कति महँगो भन्छ पैसा हेरेर त्यही भएर अब यही 365मा चाहिँ फ्रीमा बनाऊँ साउड टु 365 है ल अब चाहिँ डाइरेक्ट उतै देखाऊँ ल यो बनाएर भएपछि देखाउँछु त्यही हो ल अहिले चाहिँ यस्तो है अहिलेलाई चाहिँ बाई बाई ल यही पोखराको लेट यता अब कहाँ जान्छ नि यो बाटो खै जासु कि जास यो वर्कसपको नाम लेटको नाम राम्रै छ ल सबैजनालाई कृपया गरेर हेरिदिनु होला ल गाइज टी मिलायो अब मिलाल्ने ट्याक्क अनि त्यस पानी नि परिसक्यो जाऊ उसको बाइक सिस्टममा रुजेर राखिरह आज त खै पोखरै बन्द भयो खास टी बाङ्गेर चाहिँ भिडियो यतापट्टि घुम्नु थिएको चाहिँ त्यही भएर टिरे यस्तो यो अब यो हाल्ने मर्गाड हाल्ने चल्दिने अलिकति यहाँको पाले त्यही हाल्नु न शिक्षक पाले A few moments later. लगाए जान्छ हामी 365 मा अनि ट्याक्कै रोजनको बाइक बनाउँछु उसले चाहिँ नयाँ हेडलाइट हान्ला ट्याक्कै म पछि चाहिँ डेन्जर एउटा रिभ्यू नै दिन्छु मेरो चाहिँ त्यहाँ म चाहिँ पछाडिको सिट हालेन टाइम धेरै वेस्ट भएर उसको यहाँ यहाँले ल यही हो उसको चाहिँ पछाडिको टायर फेर्नु थियो पछि एकैचोटि रिभ्यू दिन्छु मेरो नि भइसक्यो पछि म नि एकैचोटि रिभ्यू दिन्छु ल लगेर आउँ अब चाहिँ घरतिर चल्दिनँ होला बनाएर भ्याएर अब त्यही हो आजको भ्लग कन्टेन्ट टाइम चाहिँ लाग्यो डेन्जर आज हामी चाहिँ 1 बजे आइपुगेको थियो अनि टाइम उसको उसको मेरो त लागेन मेरो त भइसक्यो अब उसको त भइसक्यो थियो मेरो डेन्जर टाइम लाग्यो किनकि मडगाड सोचाउनु यताउता गर्न टाइम लाग्छ नि त त्यही भएर ल के अरे केही बुलेट बाइक बनाउन छ भने आऊ है
दमलीमा नि बन्छ भन्न त तर अलि त्यो अलि एक्सपिरियन्स छैन कि। ओके ल त्यही हो ल राम्रो छ यतातिर दाइ पनि राम्रो हुनुहुन्छ। राम्रै छ सोरुम नि दमलीको तर अलिकति भनौँ न भाउ पनि अलि अनि मान्छेहरू नि थोरै खालको त्यहाँको काम गर्ने नै यहाँ त आयो भने झापझुप बनेर भइहाल्छ त त्यही हो ल आजको कन्टेन्ट यही हो। पछि चाहिँ उसको बाइकको रिभ्यू दिन्छु मेरो बाइकको रिभ्यू दिन्छु। हामी चाहिँ अब यो पछि कन्टेन्ट के आउँछ भन्दाखेरि मोडिफाइड बुलेट फुल्ली मोडिफाइड एउटा अफ रोड जान्छ भने चाहिँ त्यही हो फुल्ली मोडिफाई। त्यसको लागि किप वाचिङ। ल ट्याक्कै हामी यहाँ खाजा खाँदै बाइक बन्दैछ यो रोजन है हेडलाइट हान्दै भन्दा त अघि नि भने कता खाजा खाने खाजा खाएर मेरो नि बफिङ गर्दा पठाएको इन्जिन बफिङ गर्दा पठाएको त्यो भ्याएर अब चल्दिने घरतिर अलि बाटोतिर अलिअलि देखाउँछु है बाटोतिर हामी चिया चिया खाने ठाउँ रहेछ अलि त्यहाँ चल्दिनु पर्ला ल सुप फ्रीमा रहेछ स्विच बखाएर त्यो बोल्दैन भन्दा अघि पहिलाको बफिङ हुँदैछ फेरि पैसा झारेछ अब ल अहिले चाहिँ रोजनको हुँदैछ ल अहिले चाहिँ रोजनको हुँदैछ ट्याक्कै अनि भ्याइसक्यो अब हामी चाहिँ घरतिर चल्दी ताप अब बिल कति निस्किन्छ हेरौँ न भ्यायो भने अब यो पछि चाहिँ हामी कता घुम्न जान्छौँ होला मेबी भ्यायो भने घुम्नु जान्छ नत्र बाटोमा भेटौँ ल ल आयो है आयो रोजनको बाइक बनेर आयो फाइनली स्टार्ट हेर न स्टार्टै भएन मेरो झन् अगाडि आउनु पर्ने ठाउँमा उसको अगाडि आयो तर है ल है ल यहाँ हाँसी गरी त्यही ल है एउटा हामी त जाममा अहिले आउँछ आउँदाखेरि पनि जाम परेको थियो आउँदाखेरि के देखाउने भनेर अहिले जाँदाखेरि देखाइदिनु लाग्यो त्यो भएर उसित ढिलो भयो लास्टै आउँदै गइसक्यो 6:30 भइसक्यो जाममा अब एक घन्टा यही जाने भयो एम्बुलेन्सलाई बरु जान दियो भने चाहिँ तर त्यो गर्नु गाडी नै पऱ्यो एम्बुलेन्स बाई बाई बेला